डिफेन्स 3 लेभल कमिसन सुन आउँछ यसमा हैन भनेको त्यो 3 मुनिसिपल आउँछ म्याक्सिमम इन्स्योरेन्सहरुमा मैले गरेको चाहिँ 5 लेयरको छ के प्रभु महालक्ष्मी सम्म गरेको चाहिँ कति 15 वर्षको डबल हुन्छ मैले कति 26 वर्ष गरे फिक्स्ड डिपोजिट गरेको छु त्यसको मलाई भनेको अब कभर भइहाल्यो मेजर जुन उयोहरु छ नि भनेको क्यान्सर एक्सिडेन्टहरु हैन म एक्सिडेन्टल केसमा केही अब डिसेबल भयो केही भयो भने पुरै सेलेरी दिन्छ के मलाई सेलेरी धेरै राख्छ त्यो डिपेन्ड्स अन एमाउन्ट कति गराएको हैन कति आउने भनेको 5000 10000 15000 20000 सेलेरी कति आउने भन्ने चाहिँ मन्थली आउँछ त्यो भनेको म केही भएर काम गर्न सक्ने अवस्था पुगे भने ट्रिटमेन्ट फ्री भइहाल्यो त्यो उसले कभर गर्छ एमाउन्ट जति गरेछ भनेको कति एमाउन्ट पाउने भनेर गरेछ त्यो एमाउन्ट पाइहाल्यो छैन